हाम्रोतिर चाहिँ यत्रो ठुलो हावाहुरी पसिना ससिना सब आयो कि अनि तपाईँहरूतिर कस्तो कस्तो आएर पुरै हावा आएर रुखसुख भाँच्ने यस्तो भएको छ हाम्रोतिर चाहिँ होइन। एकछिनमै पानी आएर एकछिनमा पानी हुरी आएर असिना पो आइरहेको छ पुरै यति बाक्लो आइरहेको छ डर लाग्दो। फर्स्ट टाइम देखेको यत्रो हावाहुरी चाहिँ मैले चाहिँ फर्स्ट टाइम। तर यो असिनाहरू चाहिँ आउँथ्यो पहिला पनि पानी पनि, तर हावाहुरी चाहिँ लास्टै कसैको घरै उडाइदिने, कसैको के अरे गोठै उडाइदिने। हाम्रो नि गोठ उडाइदिइहाल्यो नि यत्रो हावाहुरी आयो नि यत्रो। अनि त फेरि अब पानी नै अब फेरि अब मकै छ्याकछिक बनाए पनि अब के गर्नु, फेरि गोठो त हाल्नै पऱ्यो भनेर यसो हाल्न थालेँ 1 घन्टातिर। फेरि हात काटेको गरेर बल्ल बल्ल पानीमै भिज्दै 1 घन्टामा जस्तो हालेर सक्यो। अनि पछि भोलि बनाउँला भनेर यत्तिकै छोडेर राखिदिएको, अझै पानी आएको गरेर छोडिदिएको गाइस।